टाढा छ अब भेटे चाहिँ पनि के गर्ने हो र भने लो अब भेटेर के गर्ने रे नि नयाँ वर्ष भेट चाहिँ के गर्ने हो के गर्ने नि अब के गर्छन् अरूले त्यही गर्ने नि हैट। कुछ शरम है कुछ के गर्ने त सबैको नयाँ वर्ष हो अनि सबैले के गर्छन् त्यही गर्ने हामी त्यस्ता परेन हौ छैन के छैन अरे मन मन के बोलेको तपाईँ यार थ्याट। के छैन अरे के यस्तो चरित्रमा प्रश्नबाट किन खडा गरिदिने यार मन छैन तपाईँलाई भन्नु खोजेको क्या मलाई घुमाउनु लाने गफ गर्ने भेट्ने खाजा खाने मन छैन के अब केही मनै छैन भने त मैले गर्न के सक्छु र मन त के खानु थियो नै मतलब खाजा यता चिया चिया यता त्यो हो त्यही त भनेको त केही मन छैन चिया खाने मन हुन्छ अरू के भोक लागेको छ के खानु मन हुन्छ किन गर्नु यार मान्छेले के भन्ला यार कसले के मन लाग्यो अचम्म अरूले के भन्छन् भन्दै बस्ने हो त मान्छे त राम्ररी हुन्छ के कुरा गर्नु घरि अनि भन्नु न के छ थ्याङ्क यू सो मच भनेपछि चुप्पा पाउनको लागि त गिफ्ट फाल्न पर्दो चाहिँ अनि त्यो त मैले तपाईँलाई चुप्पा दिनेलाई त काठमाडौँ आउनु परेन यहीँबाट दिएर मिल्छ भन्नु त हो त्यही भएर आउनु भनेको त म चाहिँ किन आउने काठमाडौँ अहिले चुप्पा गर्नलाई गिफ्ट फाल्नु पर्यो कि परेन मान्छे आउनु परेन काठमाडौँ बिहान खानु मान्छे आउनु पर्छ पर्दैन धारा खोल्न गनी को यो धारा खोल्न गनी के कमेन्ट हो कमेन्ट नि अति चायवालेको दुध सकिने भरेको हो यो दुध नभएको चिया बेच्थ्यो त पैसा नयो अति एक्लै बाहिर एक्लै हाँसिरहेको छ मान्छेले के भन्ला यार कपिल वस्तुमा यार चियावालेको सेलरोटी खानेको हो यो सेलरोटी खाने भए म त आउँदिन हौ आए पनि त्यस्तो चुप्पा सुप्पा त नगर्नु होला जमाना खराब छ हेर्नुहोस् आजकल केटी मान्छेले फसाउँछन् है 18 वर्ष कटिसक्यो म अचम्म मैले उमेर कहिले सोध्दै फेरि अनि फसाउँदैन फसाउनुको लागि त 18 मुनि हुनु परेन ए लपसप नगर्नुहोस् है चियावाले चाहिँ गाह्रो हुन्छ फसाउनुलाई चाहिँ म के छु र त्यस्तो फसाउनु उल्टै लकी सम्झिने बेलामा फस्ने रे भगवान लकी भन्नाले मसँग फस्न चाहने चाहिँ हुनुपर्ने अब मैले फसाउने रे भगवान संसारमा म बिहा गरेपछि जिन्दगी अलरेडी फसिसक्यो फसेको मान्छेलाई झन् फस्ने हैट एक्सपिरियन्स भइसकेको छ नि तपाईँको फस्ने के भन्छ नि छ्या अनि फसिसकेको मान्छेको एक्सपिरियन्स हुँदैन त ल भन्नु त तपाईँ चाहिँ पोखरा नाम्ने तपाईँले बोलाउने हुन्न अनि माछा खान आउनु मन छ तर के गर्नु तपाईँकै तिर छ पोखरी जति कस्तो माछा हो कस्तो माछा नि त नि अब माछाको नि नाम छुट्टा छुट्टै खोइ मलाई भन्न आउँदैन डनले भनेको माछा त होइन उसले कुन माछा भन्यो मलाई थाहै छैन अझ इसारा गरेर यत्रो माछा भन्दै हिँड्छ पोखरा गाह्रो छ मलाई यार चारै त कता कता भ्याउने के क्याटफिस के भन्नु के भ्याउने हौ त्यस्तो क्याटफिस अरे मिलनजी